धन्यवाद बरुङपादेखि शिक्षार्थी जीवनलाई यसै गरी हामीले हाम्रो यस बच्चा समूहको जुन कुनै घरमा जान्छौँ आयोजक टिमलाई पनि हामीले सम्मान गर्ने गरेका छौँ। आयोजक टिमलाई सम्मान गरिदिनु टिका तथा फुल लगाएर आजको आयोजक टिम पनि अध्यक्ष नै हुनुहुन्छ सभाध्यक्ष तथा श्रीमती सीता पाण्डेज्यूलाई टिका फुल टिकाले सम्मान गरिदिनुहुन आजका प्रमुख अतिथि प्रसाद पाण्डेज्यूले आजका और को गाँव दुआरी प्रेमलाल को और अब कोही धनगढीतिर छन् कोही अब बाहिर छ। आयोजक टिमलाई हामीले सम्मान गर्ने गरेका छौँ तथाकथित हामी प्रमुख सदावाचक श्री आचार्य श्यामशरणज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभाका सभाध्यक्ष प्रमुख अतिथि विशिष्ट अतिथि तथा यहाँ उपस्थित हुनुभएको सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनी सबैलाई मेरो तर्फबाट राधे राधेको नमन स्वीकार गर्नुहोला। विशेष गरेर मलाई धेरै खुसी लाग्यो यो पाण्डे समाजद्वारा एउटा बन्धु मिलन एउटा पारिवारिक भेटघाट अझ त्यसैमा केही सामान्यतया बचत पनि गरेर एउटा समूह बनाएर यस्तो बेला बेलामा यस्तो समूह बनाएर भेटघाट गर्ने कार्यक्रम हजुरहरूले राख्दै आउनु भएको रहेछ। 19औं पटक बसिसक्नुभएछ। यसरी भनेपछि जीवनमा के भन्नुहुन्छ भनेपछि संसारमा सबै कुरा प्राप्त भएर पनि पारिवारिक शान्ति अथवा पारिवारिक सुख प्राप्त हुँदैन भने त्यो केही पनि होइन, सबै फिक्का हो। धन छ, ज्ञान छ, विद्या छ, सम्पत्ति छ, सबै छ, तर त्यो साट्ने कोसँग त भने परिवार छ। त्यो परिवारसँग साट्ने ठाउँ भएन भने त्यो परिवारसँग खुसी साट्ने होस् या दुःख साट्ने होस् या जस्तो सुकै कुरा पनि साटासाट गर्ने ठाउँ भएन भनेपछि त्यो सबै फिक्का हुन्छ। त्यो केही न केही अर्थ न बर्थको हुन्छ। एक दिन के गर्नुपर्छ भने व्रतमण्डलमा आएपछि जानुपर्छ। र गृहस्थीमा रहनुको आनन्द भनेको यति मात्रै हो कि पारिवारिक आनन्द। छोरा छोरी, बुवा हजुरआमा, इष्ट मित्र, दाई भाइ भाउजू भतिजा सबैजना बसेर एकै ठाउँ भोजन गर्ने, दुःख सुख साट्ने, कुन परिवारमा के भइरहेको छ भन्ने कुरा एक आपसमा सेयर गर्ने सबैभन्दा ठुलो सुख र ठुलो आनन्द यही नै हो। र यो हजुरहरूले जो सुरुवाती गर्नुभएको रहेछ एकदमै खुसी लाग्यो। यस कार्यमा हामीलाई पनि बोलाउनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद, हामी आभारी भएका छौँ। र त्यसपछि यो कार्यलाई सधैँ निरन्तरता दिनुहुनेछ। परिवारमा खुसी छाओस्, मङ्गल छाओस्, पाण्डे परिवारमा सधैँ भगवानको आशीर्वाद भइरहोस् भन्दै यहाँहरूलाई सानो अनुरोध। आज हामी लगभग 1.5 दिन मात्रै बाँकी छ। भोलिको आधा दिन, आजको पुरै दिन भागवत यहाँ नजिकै हजुरहरूको स्थानमै
आज हामी 6औं दिनमा श्रीमद् भागवत धनधान्यान्त सप्ताह ज्ञानमा हैगीमा छौँ। श्रीमद् भागवतका लीलामय चरित्रहरू हामी श्रवण गराउने प्रयत्न गरिरहेका छौँ। अवश्य पनि आज शनिबारको दिन छ। यहाँहरू सबैलाई निमन्त्रणा त यहाँहरूले सबैले पाउनु भएकै छ होला, नपाए पनि फेरि पनि निमन्त्रणा गरेँ। आज शनिबारको दिन यहाँको कार्य सकेर कथा श्रवण गर्नको लागि त्यहाँ पाल्नुहोला भन्दै आफ्ना यी शब्दलाई यहीँ अन्त्य गर्दै अब हामी पुनः फेरि कथामै स्टेजमा चढ्नुपर्ने समय भएको हुनाले शब्दसँगै हामी यहाँबाट प्रस्थान पनि हुन्छौँ। राधे 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 राधे। अगाडि कथावाचक उहाँले आफ्नो कथावाचक श्री श्याम सरोज यो त्यसै गरी उपवाचक श्री रवि गौतमज्यू, त्यसै गरी यस महायज्ञका उद्घोषक श्री भरतमणि पौडेलजीलाई अगाडि आएर आजको कृपया हाम्रो समूहबाट प्लिज मोबाइलमा रेकर्ड पनि गरिदिनु होला, फोटो खिच्नु होला। मोबाइलमा मात्रै पाइन्छ ल, फोटो ल्याउनु यता उम्रिन्छ, यता क्या यता बा उम्रिनु छ। पाण्डे परिवारमै खुसी छैन। यसै गरी एकल महिला सम्मान कार्यक्रममा सम्मानित सबभन्दा भित्रज्यूलाई सम्मान गरम गरिदिनुको लागि हार्दिक अनुरोध गर्दै सम्मान प्रदान गरिदिनुको लागि नमराज पाण्डे तथा सीता पाण्डेका सब परिवारलाई सहभागी भइदिनु हार्दिक अनुरोध गर्दै प्लेट अब फटाफट खाना औपचारिक रूपको कार्यक्रम यो दुई महिनाको माया खै हेरौँ खै छैन कस्तो छ भेटिनै छाडे हजुर बर पिपल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने नि गालो छोयाले जाने खायो त्यो तिम्रो मायाले।